छोप्छ कि ज्याकले अब चौडाको हो कि ए छोपो देऊ ज्याकले देऊ यस्तो छ भर्खर आउँदै बैनो गर्यो बैनो राम्रैबाट भयो हल्ला नगरौँ कर्नेल सिकाएको मलाई माछा मार्नु नि यस्तो वडा भेटिन्छ कि हामीले लाइट बाल्दै हिँड्यौँ हरा बल हरा कहाँ ठ्याक्कै प्रगति भएछ कि गकुलको खुट्टा जुत्तालाई टोकाएर कहाँ हो तपाईँ लहर लहर जाने होइन र साँझ काली जान्न खोल्थ्यौँ क्या आफूले मार्ने नि अर्काले मारेको नि डाँटेर लाइट साइट खोलेर के भयो यस्तो गकुल के भयो यस्तो आमा ए मेरा बाप म त भर्खर यसो पल्टे थिएँ झ्याप्पै सुतेछु 1.5 घन्टा यस्तो कस्तो रमाइलो मौसम भएछ ओइ फर्सी यहाँ आइज त मेरो त कस्तो ओ माइ गॉड उडाउ मेरा बा उडा मेरा बा के भाव यस्तो यो 81 के भाव यस्तो ए ज्याक आउ छिटो आउ के उडाएर ल्याऊ यहाँ मेरा बा 2टा हातले छोपेको मैले मुहाले यसरी आउ छिटो यहाँ झन्टेलो यता बस्छ यता छिटो उता बस्छ झन्टेलो आऊ बस्छ त्यही मेरा रमाइलो पो भयो त यार एकछिन त बिजोक रमाइलो भयो सो त्यही नै हो गाइस के छ फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा सबजनालाई अनि यस्तो रमाइलो उड्दा यस्तो रमाइलो कस्तो रमाइलो हो आमा एकछिन त अब यस्तोमा यस्तो मौसममा आमा चिया खान पाए त अझ लाइन पनि छैन कि फेरि यस्तो मौसममा चिया खान पाए अरू के चाहिन्न मलाई आमा अब मम्मी आएपछि त्यसो अब कुरिन्छ तर बहुत रमाइलो भयो एकछिन त आहा बहुत रमाइलो यिनलाई रमाइलो हो है त्यही नि हो अब अहिले कुरा बातपछि बात गरौँला मलाई अब यसो चिया खाने मन लाग्यो कि फेरि मम्मीलाई कुरेको मम्मी कता जान घाँस लिन कि कहाँ हो फेरि बाहिरी त हरि पानी परेछ यार भात्यो आमा बिजोक भयो यहाँ त आमा हेर्नुहोस् त झन्डै लागेन म उता अनुहारले बाख्रा छुनेको हेरेर जान लाग्यो के आयो यो अनमोल दाइ के भयो बाख्रा उडायो अरे तलतिर बाटा कसको तपाईँको छैन यहाँ टिनको यो झरेर झन्डै टाउका लागेन यो त्यो घैटाको ज्याकको थाल उडाएर यहाँ ल्याएछ पानी परो यता ज्याक हरि पानी परो उता तङ्गासतिर आयो कि तङ्गास फेरि यतातिर हो पुरै तङ्गासतिरबाट पानी परेर अँधेरै भयो अब चिया खाने भनेको एकछिनमा मम्मी आएपछि पुरै हो आऊ पानी परो पर्दैन यस्तो बानिया हुर्रा है
माई गॉड बहुत जाडो भयो यार अहिले त तर ज्याकेट ल्याउनु पर्ने है यार यस्तो जाडो नि बुटल भा भौराले चाहिँ हुन्थ्यो बुटल त भौराले चाहिँ हो ठ्याक्कै 42-43 छ आज त अहिले फेरि छ्याक्क भयो भर्खर चिया पनि छ्याक्क भयो चिया खाएर हामीले अनि दिउँसो भइसक्यो साँझ भइसक्यो साँझ भयो कि दिउँसो आकाश दाइ साँझ भइसक्यो आकाश दाइले ज्याकेट जेठा यत्रो ज्याकेट जेठा यत्रो ज्याकेट लगाएपछि अब हेर्नु गाउँमा कति जाडो छ हामी त भर्खर निस्केको हामीलाई खासै जाडो भएन ओ अनिलै कहाँ हो तपाईँ यहाँ आकाश आएर यहाँ हामी ओ छिटो छ यहाँ गुलेली रेडी भयो मटेङ्ग्रा मात्र कहाँ हो तपाईँ लखर लखर जाने होइन र साँझ काली जानु अनि लाइट साइड चार्ज लाउने उर्नी घर बसेर अनि भर बसेर चार्ज लाउने लाइट साइड मटेङ्ग्रा बनाउने साँझ हामी काली जानु जाने हो कि बुझ्न आमा काली जान्न जाने साँझ चिया खाइदिन्छु खासै राम्रोवाला चिया खाइदिने भएन मलाई तर चिया त खाइयो ज्याक फेरि अरू जो जहाँ गए पनि म जबसम्म जान्न तबसम्म ज्याक यहीँ हुन्छ अहिले चाहिँ म बाबालाई चिया लैदिनु लाग्यो दोकानमा बाबा चाहिँ दोकानमा हुनुहुन्छ नि त हामीले चाहिँ खाइयो चिया यता चाहिँ हाम्रो खोर अहिले फेरि खाली खाली छ धेरै कुखुराहरू नि छैन पर रहेछ पानी परेपछि त यसो रमाइलो हुने के चिसो तर लड्किन्छ है क्या यहाँ यो चप्पल त मेरो बाइक नि बाहिरै छ यहाँ भित्र राख्नुपर्ने हो बाबालाई चिया दिएर म चाउचो लिएर यो चाउचो मम्मीले पकाइदिन्छु लिएर भनेर मम्मी ल ल्याउनु वाइ थिएँ मलाई यो मन पर्छ के बुटलमा यो पाइन्न यसो यो पनि टेस्ट गरौँ भनेर मलाई यति भयो हुन्छ त्यो अहिले फेरि पानी परेर बिदो भएर अहिले यस्तो चर्किने घाम लाग्छ न नास्ता खान्थ्यौँ यो खाएर यो पास्ता र यो पास्ताको नास्ता खाएर हामी चाहिँ गुलेली किन्न जान्छौँ किनभने गुलेली होला भनेर बसेको थियौँ राति काली हान्न जाने हो नि त तर लास्टमा गुलेली चाहिँ रहन्छ यो यहाँ यस्तो यो त भित्र नि हुन्छ कि आजको टाँट गोजो नमस्ते ओ गुड बाय नाक टकोटा डे कहाँ अलि सौलो के छन् केटा के छ अरू के हाल खबर गाउँमा को के रमाइलो छ न ल अब यहाँ मेरो पालो हो कि चाहिँ गोकुल किपिङ विकेट किपिङ छ दाइ लाएन मैले गर्छु यसपछि हरा बोल हरा कहाँ वहाँ हेरमै कहाँ पुग्यो बोल हेर्न जाम बल चाहिँ कहाँ पुग्यो हेर्न जाम है बल नजिक हेर्नु सिकाइछु यहाँ पुग्यो बल यहाँ वहाँबाट हानेको वहाँबाट ल बल चाहिँ वहाँ पुग्यो थियो लाग्छ कि त्यस्तो फास्ट गर्ने बिहार छोप्दा हातमा ठेलै परे हरि मजा आयो यार एकछिन खेल्न त हरि खेल्यो एकछिन त हेर्न ठेलै परे क्रिकेट खेल्यो हे के छ बाडा के छ हल्का होइन ए आमा चिया खाम न मम्मी चिया चाहिँ खान पाइएन आज त एकचोटि नि
अनि चिया खाने आउनु अनि लैला नि यार मम्मी चिया खाम अनि त्यसपछि बल्ल गुलेली लिन गइन्छ हामी गुलेली चाहिँ गाउँमा कसैसित रहन्छ खोन नगएको हाम्रो घरको गुलेली नि कता गायब भएछ गुम भएछ अब काली झार्न जाने कि माछा मार्न जाने अझै त्यो के भन्छ अरे फिक्स भयो होइन जता पनि जान सकिन्छ अझै चाहिँ हामी अहिले यो हैसा लिएर इगु बनाउन प्लस के अरे अरू बखडा चोर्न आउ ज्याक आउ छिटो अब जो अगाडि त्यही इगु पनि बनाउने अनि हामी कालिज मार्न नजाने छाँटकाट देखेँ मैले किनभने गुलेली छैन कसैका सब डरपोक बाहुनको बिचमा म एक्लै फेरि काम नलाग्ने भएँ अब कर्ने भए छुट्टै कुरा हुन्थ्यो त्यही भएर हामी अब ठिकै छ माछा मार्न भए पनि जाम भने खान त्यतिसम्म भए नि अब नहुन भन्दा माछै भए नि मारम जाम भनेर यता यो इगु बनाउनले हैसा लिएर निस्केकोमा ए चौडा छोप्छ कि ज्याकले अब चौडा गयो कि यहाँ भर्खरै छोप्छ केले ए छोपो देखो ज्याकले देऊ 100 देखो क्या ज्याकले यत्रो छ देख्न होइन गयो क्या त ज्याक चौडा छोप्छ यसले आज आइज ज्याक गायबै भयो ज्याक गायब भयो हामी यता बाटा झर्दैछौँ अब त्यसले चौडा ल्याउँछ कि आफै गायब हुने हो थाहा छैन फेरि त्यसलाई पनि खोज्न जान पर्यो फेरि अरू बेला बरु जे भने नि मान्छ यस्तो केही शिकार देख्यो भने त फेरि कि शिकार नै सुन्ता हो कि आयो छोपिस किन अझै सुगिराख कि यसले त्यसले भेटाएन कि यसले अझै पत्ता लागेन सुख आइज छोड्दै आइज A few moments later. हामीले रबर भेटाइयो छाता पनि भेटाइयो यो छाताको यसले हो नि त बनाउने त माछा मार्ने भने यस्तो यतिको स्ट्रगल त भइहाल्छ नि लाइट चाहिँ एउटा भयो अनि यस्तो छ टोपी सोपी लाएर यो जेठान टोपी लाउँदा त अचम्म भयो होला मान्छे त स्वेटर ज्याकेट यस्तो छ फेरि के गर्ने बुटुल भयो अहिले यहाँ के हालत हुन्थ्यो हालत खराब आकाश तेल बोलाउँछु आकाश अनुमललाई ढोका दिए गएनन् हामी 4 जना मात्र जान लाग्यो यो इक्यु रेडी छ डिक्कीमा राखिदिन्छु मैले चाहिँ लाइट यता चाहिँ म स्कुटीमा जान्छु डिक्कीमा राखेर यता सरहरू फेरि बाइकमा टाइम चाहिँ अहिले कति बज्यो भने 9 भएछ 8:43 भएछ हामी यता बिस्तारै एकदम बिस्तारै खाल्टाखुल्टी रोकेर झारेर आकाशलाई झारेर अगाडि यो लाइट दे ल ओके म त न्युट्रलमा किनभने फेरि यहाँ यस्तो छ नि त त्यही भएर ल अनुमललाई धोका पाइयो गर केही छैन यस्तो छ क्या फेरि 51 गएछ केटाहरू गायब भयो कि कहाँ यो किन्न पसेको नि अब पक्कै पस्न त यस्तो छ चिसोले हरिभानो पेलो चिसोले त हेर्नुहोस् कतिसम्म चिसो भयो भने बुटलमा पुसामा आउने चिसो अहिले जेठा भयो यहाँ मथुरा आइसक्यो क्या हामी केटाहरूलाई कुरेको तिम्रो आएपछि बाइक यहाँ पार्किङ गरेर खोला झर्ने भनेको खोलो यत्नै नजिकै छ अब टाढा छैन गायब भयो फोन गर्छु अब म एकछिन आफ्नो लाइट आफै गर्नु यहाँ मसान घाटमा नजानी भन्छन् अहिले हो बल्ल थाहा भएछ त अनि अब यहाँ यो लिएर भर्खर आयो यो यहाँ मान्छे जलाउने ठाउँ हो यो चाहिँ मथुरा बेसीको यो मान्छे जलाउने ठाउँ मसान यस्तो छ भर्खर आउँदै बैनो गरेर बैनो राम्रैबाट भयो हल्ला नगरौँ यसोलाई नगरौँ अनि यसलाई चाहिँ राखौँ बिस्तारै है यता च्याप्प छ छ ल कराउन केही यस्तो के कराउने भाग लाग्यो यो लाइट त गयो यार
मलाई दिनु तँलाई यो आकाश यति त्यसले मारेछ त कि मोरो तैँले राखेको तिमी अलग्गै मार्न कर्नेल सिकाएको मलाई माछा मार्नु यो त ठुलो रहेछ त ठुलो हो नि यो त अघि छैन हल्लाउँछु उता हुन्छ आकाशतिर हुन्छ हल्लाउने मोरो यो ठुलो ल यहाँ छन् कि मस्त हेर्न सक्ने ठुलो माछा मारेर बधाइदिने के दिनु ल बधाई छ बुझे बधाई खासमा धेरै काम हुन्छ मैले पनि बजाइदिन्छु त्यसलाई के दियो अहिले बधाई झापड दिस उसलाई म देखाइदिन्छु हल्ला छ होइन त त्यो त होइन कि लाथ्यो यार लाथ्यो त्यो माथि गेडहरू मरे बाबा हो भन्छु कसम त हो कि नै गएको त पाएको कस्तो बसेछ यत्रो ठुलो बम हल्लाइदिएर हल्लाइदिएर मैले छोप्नु त लास्टै ठुलो हो त्यो खै भिडियो बहुत मात्तिर यत्रो हुन्छ त्यहाँ कत्रो माछा त्यही हो कहाँ हुने कसम दुईटा माछा गयो अझै त्यही के अरे अनिललाई पुत्रियो मासु ठुलो भन्छ नि त्यस्तै गऱ्यो नि यत्रो थियो अझै छ कि थियो होइन अझै छ फेरि टाढा जान्न हामी खोज्थ्यौँ क्या आफूले मार्ने नि अर्काले मारेको नि डाँटेर लाइट साइड खोलेर एक प्लास्टिक हुन लाग्यो है आधा किलो भयो 1 किलो भनेको झुट बोले चाहिँ भयो होला आधा किलो मात्र भयो अब यता पुलबाट यता नमार्ने भनेर फेरि यता जाँदैछौँ अब त पुलातिर हान्ने अरे आकाश दाइले म त भिडियोमा खासै फोकस गरेन कि एक्लै भएँ कँडै भए कँडेलाई जिम्मा दिन्थेँ पुरै माछा मार्ने म भिडियोतिर फोकस गर्नुहुन्थ्यो कौन पुलो पनि आकाश दाइ अगाडि नाइके बनेछन् ए के खासराङ गर्ने यता पछाडि मलाई लास्टमा पार्यो हन जाडो भयो कि साँच्ची भन्दा गएको छैन जस्तो होला न मैले टुप काट्थेँ 2 किलो भएछ यति बा भयो हामीले आजलाई अब भोलि हामीलाई कति मार्ने होइन खानै नपाइने गरेर मार्दैन ठुलो भेट्टे गऱ्यो क्या त्यही भान्जाले यहाँ यी प्रगति भएछ मैले भन्दै थिएँ ठ्याक्कै प्रगति भएछ कि गकुलको खुट्टा कति खाएछ यार रगत यत्रो मैले भन्दै थिएँ
त्यो डराउँथ्यो त्यसैलाई गर्छ कि जुकाखेरि अरूले गर्दैन अरूलाई पनि पक्कै गऱ्यो होला यत्रो जुको नि यार यत्रो जुको गरेको फुललाई ल चल्दिउँ माछा चाहिँ अलिकति भयो आजलाई भन्दा पनि अब ररै त हो खानालाई कुन छ त्यहाँ माछा हो भनेर आएको होइन ररले आएको रर मेस्ट्यो जुका पनि गडाइयो जुकालाई टोकाएर हामी खोला खोला गएको पसेर जुका टोकेर अन्त कक्लिनी गर्थ्यो गरेर अन्त हिलो किचडमा मगाएको थियो मलाई चाहिँ झन्न गढ्यो नि त कसलाई चाहिँ गढेन केटाहरू अगाडि कुद्यो नि यहाँ चौवटा भेटिन्छ कि भनेर हामीले लाइट बाल्दै हिँड्यौँ के को भेटिन्थ्यो र चौवटा